हेलो दर्शक नमस्ते गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईँहरूलाई मेरो भिडियोमा फेरि पनि स्वागत गर्न चाहन्छु। अघि भ्लग त बनाएँ तर के अरे माइक अन छैन रहेछ कि अहिले अन छ कि छैन यसो भोइस सुनेको छ कि छैन। अहिले चाहिँ म बाइक बनाउन आएको बाइकले तनाव दिएर अनि त्यसरी के अरे यस्तो छ अवस्था होइन के अरे ट्याङ्कीमा चाहिँ पानी छिरा जस्तो कुरा भइरहेछ यस्तो छ अवस्था बाइकको लास्ट तनाव हुन्छ। यो वर्कसप चाहिँ एक्लैले चलाउने हो एक्लैले होइन हिजो पनि एक्लै थियो त यो पाइपले पनि हुनसक्छ है त्यो के अरे तेल जाने पाइप हुन्छ नि त्यसको पनि प्रब्लम हुनसक्छ है ए ट्याङ्की पनि सफा गर्ने होइन दुइटै कति जति लाग्ला सो त्यही लगेर म चाहिँ यहाँ बाइक बनाइरहेको छु है अनि तनाव छ जिन्दगी किनभने पसल पनि जानुपर्ने खै यतैतिर त्यो भयो कति टाइम लाग्छ अब हेरौँ लेट्स सी के हुन्छ। यहाँ भोगेको रुख पनि रहेछ यार चिदर खाइदिउँ क्या मेरो रुम चाहिँ यहाँबाट जान्छ अनि यहाँबाट चाहिँ के अरे 5 मिनट पुगिहाल्छ अनि त्यसपछि काममा यता पसलमा चाहिँ यतापट्टि जानुपर्छ। सब पानी रहेछ यार बाइक पनि बनाएपछि अब तपाईँलाई जानुपर्ने हुन्छ। मेरो ट्याङ्की चाहिँ यहाँ छ रहेछ अघि यो गरेको पेट्रोल निकालेको पानी के पेट्रोल भन्दा नि धेरै पानी। हाम्रो बाइक चाहिँ रेडी भइसक्यो केटल चाहिँ अब टेस्ट राइड गर्ने भन्दा छ टेस्ट राइड गर्नुपर्ने हुन्छ। अब फेरि वर्कसपमा जानुपर्ने भयो म चाहिँ पसल आएको थिएँ कि अनि त्यसरी वर्कसपमा जानुपर्ने भयो। अब के अरे एउटा तार हाल्न बिर्सेछ भनेर कल आयो अनि त्यसरी जानुपर्ने हुन्छ है त टक्क लाएर ल केटा यो बाइकले लास्टै तनाव दिएको यार अघि मलाई यार कसो भन्दा त्यहाँ परबाट मैले अनि त्यसपछि के अरे ठेलेर यहाँसम्म मेरो पसलसम्म ल्याएको क्या कस्तो ल्याङ बनाइदिएको कस्तो भन्दा ल्याङ भएको अघि त नि पर त्यो के अरे विजयश्वरी छैन विजयश्वरी स्वयम्भूको त्यहाँबाट अनि त्यसपछि यहाँसम्म आउनुलाई कम त दुःख पाएको मैले पसलसम्म आइपुग्नुलाई सोह्रखुटेमा पसल भनेर चाहिँ अनि त्यसपछि के अरे यहाँसम्म आउनुलाई होइन त्यो ओह्रालो चाहिँ आयो अनि त्यसपछि के अरे ओह्रालोदेखि त स्टार्टै बन्द हुन्छ है स्टार्ट गर्नु खोज्छ अनि त्यसपछि स्टार्टै हुँदैन अनि त्यसपछि मैले चाहिँ जबरजस्ती स्टार्ट गरेर ऊ त्यहाँ परसम्म ल्यायो अनि त्यसपछि ऊ त्यहाँ परबाट त स्टार्टै भएन कि अनि त्यसपछि स्टार्ट नभयो अनि त्यसपछि के अरे ठेलेर यहाँसम्म ल्याएर अनि त्यसपछि राखेको अघि स्टार्ट गरेर हेरेको अनि त्यसपछि अहिले चाहिँ स्टार्ट भयो क्या त्यस्तो हो खतरा। अब अहिले स्टार्ट भएको छ अब एकछिनपछि स्टार्ट हुन्छ कि हुँदैन थाहा छैन नत्र स्टार्ट भएन अनि त ड्याङ फुटाएर फ्यान हेरेको अझै वीडियो लगाएर जाला तल ब्लॉग हाथ वीडियो लगाउने हम धर समथिङ खतरा लिंक ओके सो केटा हो होइन हाम्रो मिजुको चाहिँ अब अहिले बर्थडे छ होइन अनि त्यसपछि के अरे बर्थडे मनाउन लागिराख्नु भएको छ अनि त्यसपछि के अरे यहाँ हेर्नु सक्नुहुन्छ ल कस्तो के ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु एकदम बवाल होइन सही हो One third.
सम्झिनु दिउँ न यो केटोले ओभरै हो त्यहाँ तर रेस्पेक्ट चाहिँ लेङलाई गर्नुपर्छ है हामीलाई भन्दै तर ठिक हो ठिक हो सही हो तातिन दिनमा ठिक हो है क्या भेल ब्याज हम समझी लो चली है समझी and benar tu yang non ege baik lagi ke जीव तला तल के आता तारा एकदम समझी बेना ना जाकी जेन लो एकदम समझी रहा ले बेना ना सुनो जाकर जाकर के थियो हम थियो सजिलो के खुवा गेल orang ngalau dia यार ना तू वीडियो बन नि ओए बिचारा टन्ने बिको लेंगे काय फरक ना जागा पर गेले काय म्युजिक होता nggak tahu समझो समझिया गोल मत यार गेला ये मlang dan tar kali फिर कर मैं अंतर वो मुद्दा रावण मेरे रेनु को या काय हाँ त्यो त पनि बोली पहिला जोता सुनो नहीं हाजियो हैंडले के हाजिए खाँदैन यिनीहरूले अनि कसैले घरमा लानु न भए घरमा अनि कसैले खाँदैन कसरी लानु आए तुई दियो सही है ना यार रुचि क्या रुचि अरु तंदलोम खराब यार यार के होला अब के अरे यतापट्टि चाहिँ हाम्रो वाइल्ड भइसकेको छ होइन के अरे हाम्रो लेङ पनि अब के अरे यस्तै अवस्थामा छ म पनि यस्तो अवस्थामा छ केटाहरूले वाइल्ड गरिदिए के हो यो वाट इज दिस भाइ उठा तर कसम उ त्यो के दिल बेसे आछे अच्छा थोमा रे सो त्यही होला दिस इज टु नेक्स्ट डे माइक कस्तो चलिरहेको छ थाहा छैन तर होइन अहिले चाहिँ नेक्स्ट मर्निङ भइसक्यो अनि हिजो चाहिँ अब के अरे लेङ भनेको तपाईँहरूलाई थाहा छैन होला फेरि लेङ भने चाहिँ मिद होइन अनि मिदको चाहिँ हिजो बर्थडे थियो अनि त्यसपछि के अरे बर्थडे सेलिब्रेट गर्यो अनि त्यसपछि रुममा आएर टक्क लगाएर सुत्यो होइन त्यही हो हिजोको कार्यक्रम त्यही हो होइन हिजो चाहिँ बाइकले पनि लास्ट धोका दियो अनि त्यसपछि बाइक पनि बनाउनु गयो अनि त्यसपछि त्यस्तै हो हाम्रो कहानी सक्यो अनि त्यसपछि अब आज चाहिँ गाउँ जाने कुरा छ अब नेक्स्ट भिडियोमा देख्न सक्नुहुन्छ तपाईँहरूले होइन आजको लागि यति नै मन पर्यो भने लाइक कमेन्ट गर्न नबिर्सिनु होला भन्न चाहन्छु अब चाहिँ भ्लग चाहिँ आउँछ तर गाउँतिर चाहिँ नेट खासै राम्ररी चल्दैन होला भिडियो चाहिँ म यतै आएर चाहिँ अब अपलोड गर्छु लेट्स सी के हुन्छ हेर्दै जाउँ केटो पनि छ नि यार केटो पनि छ मसँग त्यसपछि हामी जानुपर्ने हुन्छ ल टाटा बाई बाई सी यू गुड नाइट